म गएँ भने धमाल हुन सक्छ। राम्री केटी देख्दैमा पछि नलाग्नु केटाहरू हो, क्रिम पाउडरको कमाल हुन सक्छ। अब भने अब म हाम्रो चाहिँ केपी शर्मा ओलीको आवाजबाट म सुरु गर्छु। हाम्रो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। अब सायदै 12-27 कुराहरू गर्दै होइन हाम्रो साथीहरू। अब सायदै आज सायदै बादल आयो भन्दैमा घाउ झुल्किने कुराहरू हेर्दैन हुँदैन। हामी फेरि पनि उठ्छौँ, हामी फेरि पनि जुट्छौँ। हाम्रो सरकार बढ्दै वैशाख पछिका महिनाहरू पुस हुनेछन्, वैशाख पछिका महिनाहरू पुस हुनेछन्। बच्चाहरूको हातमा जुस हुनेछन्, चुलामा ग्यासका लाइन हुनेछन्, चुलामा ग्यासका लाइन हुनेछन्। केटाहरूका हातमा बियर र केटीहरूका हातमा वाइन हुनेछ। हाम्रो सरकार पर्खिन्छ। अब फैसला सबैलाई छैन फैसला अब त्यसको फैसला त्यो अस्ट्रेलिया क्यापिटल फैसला साइडले सिङ्गापुरबाट साइडले नेपाललाई पुगेको छु। सबैको साइडले अब खबर लाग्यो हाम्रो साइडले रुपासी पनि आउनु थाल्छ। हाम्रो साइड पुरा साथीहरू छ, पुरा साथीहरू छ। हामीसँग राम्रो भावा थियो, राम्रो बासीहरू छ रुपासी। अब सबैलाई साइडले नेपाल हामी फेरि पनि उठ्छौँ, हामी रुख लिएर आउँछौँ, जनतालाई सुख लिएर आउँछौँ भन्दै बिदा आउँछौँ। धन्यवाद। अब उताबाट चाहिँ अब हाम्रो माधव कुमार नेपाल आउनुहुन्छ। अहिले त उहाँको पार्टी के छ ठ्याक्कै मलाई कम्युनिस्ट पार्टी के छ सायद। वर्तमान परिप्रेक्ष्यमा उही सङ्घर्षको मैदान, वर्तमान परिप्रेक्ष्यमा माधव कुमार नेपाल के बन्न चाहन्छ भने नयाँ नेपाल भनेको नयाँ नेपाल हो, माधव कुमार नेपाल भनेको माधव कुमार नेपाल हो। राम्रो लाग्यो भने ताली बजाइदिनु होला, राम्रो लागेन भने पनि बजाउनु होला। तपाईँको हातको अलिकति एक्सर्साइज पनि हुन्छ, साँझ बगल एक्सर्साइज पनि गर्नुपर्छ हामी सबैले। अब भने म डाक्टर बाबुराम भट्टराईको आवाज। विचित्रमा भन्नेहरूलाई यस्तो अवस्था सिर्जना हुन्छ भन्ने मैले पहिला नै भनिसकेको हुँ र सबै नेपाली नेताहरूले गल्ती हो भन्ने हामीलाई ल्याएर हाम्रो देश नेपालमा खाने हुन्, तेल खाने हुन्, तर हाम्रो देशको नेताहरू कोही पु खाने हुन्, कोही ऊ खाने हुन् भन्ने हामीलाई ल्याएर। धन्यवाद। अब यसपछि भने अब म मोटु पाक्दोको आवाज यहाँहरूलाई सुनाउँछु। सबभन्दा पहिला अब मोटुको आवाज। अरे पस्नु यार, खानेपिउने मेरो दिमाग चाहिँ बत्तीले जति पस्नु, अरे खोज गरेर पस्नु, जल्दी गरम समोसे नकार पस्नु। अब उताबाट पत्लो आउँछ। अरे मोटू एक समोसे खा और फिर से शुरू हो जाओ। अब उताबाट जन आउँछ। अरे कौन बनेगा जान, जान बनेगा जान, जान को रुकेगा कौन। अरे मैं नेपाल में हूँ, नेपाल की जान करूँ रे। अब उताबाट अब इन्सपेक्टर सिंहम आउँछ। अय्यम्मा, अरे रुक जाओ, अरे रुक जाओ, अरे नहीं छोड़ना यार जॉन, ठीक जाओ। अब यो चाहिँ मोटो पाक्दोको भयो। राम्रो लाग्यो भने तपाईँहरूले ताली बजाइदिनु होला, राम्रो लागेन भने ताली बजाइदिनु होला। अब यो देशलाई बनाउनु पर्ने जिम्मेवारी हाम्रै काँधमा आएको छ र यो देश निर्माण गर्नको लागि एउटा वीर सपुतको खाँचो रहेको छ र यसको लागि हाम्रो सुन्नु दाइ यहाँ हुनुहुन्छ, उहाँले दोस्रो बिहे गर्दै हुनुहुन्छ। अब सुन्नु दाइको लागि पनि एकचोटि जोरदार ताली बजाइदिनु होला। र अब भने प्रस्तुतिहरू धेरै छन् र अब म अर्को दिनको कार्यक्रममा आएर गर्नेछु र अरूलाई पनि पालो दिनुपर्ने हुन्छ र यहाँ अवसर दिनुभएकोमा यहाँहरू यो आयोजक टिमलाई धेरै धेरै धन्यवाद दिँदै म बिदा हुन्छु। हस्त, धन्यवाद।